गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म जारी 2लाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिटको मान्यता दिएको छ। शुक्रबार दिउँसो यो चेनले आफ्नो वेबसाइट मार्फत फिल्मलाई उक्त ट्याग दिएको हो। यस वर्ष क्युएफएक्सबाट सुपरहिट घोषित हुने यो तेस्रो नेपाली फिल्म हो। यसअघि उनको स्विटर र जेरी अन टपले यो ट्याग पाएका थिए। क्युएफएक्सले आफ्नो चेनमा भएको व्यापारको आधारमा स्वदेशी र विदेशी फिल्मलाई सुपरहिट र ब्लकबस्टरको मान्यता दिने गरेको छ। पहिलो 3 दिन 1.5 करोड कमाउने फिल्मलाई ब्लकबस्टर र सोही बराबरको कमाई एक सातामा गर्नेलाई सुपरहिटको घोषणा गर्ने गरेको छ। लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित यो फिल्मले पहिलो साताको व्यापार लगभग 5 देखि 6 करोडको हाराहारीमा गरेको हुन सक्ने अनुमान गरिएको छ। तर निर्माण पक्षले फिल्मको व्यापार सार्वजनिक भने गरेको छैन। फिल्मको व्यापारबारे यकिन तथ्याङ्क सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टमा स्पष्ट हुनेछ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिचा शर्मा, पुष्कर गुरुङ लगायतका कलाकार रहेका छन्।